पानीको झरना आइसक्यो। अब हामी चाहिँ भित्र घुस्दैछौँ। काशीमा पानी झरे आउँदैछन्। बुद्ध भगवानको मूर्तिमा आयौँ। अफान ढोक्दै हुन्छ यहाँ हेर्न सक्छ। झरना आएको माथिदेखि आएको गाईहरू हेर्न सक्छ। माई गड हामी चाहिँ घुभित्र आइसक्यौँ। गाईहरू हेर्न सक्नुहुन्छ होला। अहिले चाहिँ हामी चाहिँ घुभित्र आइसक्यौँ। नि मामी घुभित्र आइसक्यौँ भन्नु। अनि यहाँ आइसक्यो। घुभित्र घुस्छौँ भन्नु आयो भने अब यहाँ उहाँ भगवान्हरू ढुङ्गा माथि। यहाँ चाहिँ झरना उहाँ माला कति राम्रो आइरहेछन्। कति राम्रो। यहाँ माछा हेर्न सक्नुहुन्छ होला। ठुलो माछा माछा हेर्न कति पिछन बुद्ध भगवानको गुरु हेर्न सक्छ। यहाँ बुद्ध भगवानको ओ माई गड अझै घुस्न चाहिँ पेछे म्याउ महानन्दा लाइन सर्पो अन्धकारभित्र त नि अहिले भित्र घुस्यौँ। यो बाहिर जग्गा हो। यहाँ भित्र कति राम्रो यहाँ हेर्न सक्छ। माछा नि माछा पानी नि पानी। टपटप पानी चुइरहेछ। के हो बुद्ध भगवानका मूर्ति नि मूर्ति कति राम्रो भगवान हेर्न सक्नुहुन्छ होला। पानी तप चुइरहेछ माथिदेखि लाइनको माथिदेखि। आस्ते गाईहरू चिप्लिन्छ भन्ने डर। भगवान् ढोकिरहेछन् गाईहरू हेर्न सक्नुहुन्छ होला। उता जाने बाटो कति शीतल के अरे कति तातो। यहाँभित्र आउने बित्तिकै गाईहरू हेर्न सक्नुहुन्छ होला। तातो बुद्ध भगवान आइसक्यो। बाँसको बुटो गाईहरू पानी पानी कता भगवान् डोकिराख्नु छ। के भन्न चाहन्छ स्मारक कतिका यहाँ भगवान् नै भगवान् नि। यहाँ चाहिँ अफाले स्वीकार्दै हर्दै हुन्छ। बुद्ध भगवान्लाई स्वीकार्दै हर्दै हुन्छ। स्वीकार टार्दै हुन्छ। म पङ्खातिर जान्छु गाई।
पङ्खा यी फोनमा भित्र ला गाइसहरू चाहिँ मिजाउ हट्टु यता आऊ कति राम्रो यही भगवान् मिजाउ हट्टु जाने बाटो ल आऊ न ल माला कतिवटा आऊ मिस माला कतिवटा